दादाजी यता मेकानिक दादा सरी केला बाबु के छ को ले तेले ना बापू बना दल करे तोर मैकेनिक साहब वाव वाव काय वाव वाव काय मैकेनिक जी फिर से बना दीजिए गाइस यो धेरै एक नम्बरको फटा छ फटा मान्छे गकुवाको फटा यो गकुवाको फटा हो नि पुन्टु फेरि हेर्नु गाइस एक दिन भएको छ किनेको यस्तै गर्छ यस्तै भाज दिन्छ सब उ हेर्नु गाइस यहाँ यो के भन्छ यो 10 चोटि निकालिसको यो टोरिसको 100 चोटि यहाँ हेर्नु अनि मासुम चेहरा लिएर बस्छ भन्छ कि बनाइदिन्छ बडी दे दे उमा कर दे तब बना दो उमा कर देते तब बना दो गाइस मसँग ब्लू पेन थिएन अनि ब्लू पेन किने अब जाँदैछु एभरेस्ट ब्याङ्क गाइस अब चाहिँ म बेडसिटहरू किन्न जाँदैछु चाहिने सामानहरू अब किन्छु गाइस खालिया जान मलाई कस्तो ओड लागिरहेको छ अनि गाइस यहाँ रियाको लागि यति खानेकुरा लगिदिँदैछु किनकि बिरामी भएको बेला म आउन पाइनँ क्या अनि त्यसैले अब अनि यति खानेकुरा लगिदिन्छु त्यसलाई त्यसको दोकानमा छ त्यही म खानेकुरा लग्दैछु यस्तो छु आइसक्रिम लगिदिनु मन छ तर गाइस रियालाई सरप्राइज गरौँ त्यो आफ्नो रुममा होला यहाँ काहीँ पनि जहाँ पनि होस् तर त्यसलाई चाहिँ सरप्राइज दिनुपर्छ म आयो भनेर गाइस म ढिलो भयो किनकि मलाई सामान किन्नु थियो यहाँ त्यसैले होला थाहा थियो केही न केही त गर्दैछ भनेर के गर्दैछ ए हेर्नु गाइस के पकाउनु मैले टुपी पनि लाएँ ले र बेसा हो वैसे हाम्रो रियाले यहाँ खाना पकाउँदैछ मेरो लागि अब यहाँ जान्छ नि त अनि यस्तो मिठो मिठो बनाएर खुवाउनु परेन मेरो हातको फेरि कहिले जान्छ मेरो हातको के अरे अब खानु पाउँदैनस् नि यो के हो यो उतो हो रे के भन्छ सोयाबिन म त्यस्तै लाग्दै थियो म त भन्दै थिएँ मासु हो त्यसैले तयारी गर्दै थिइस् ओ माइ गॉड म भन्दै थिएँ 5-6 बजीसम्म घर गइहाल्छु के भनेर गाइस छाडा बोल्छ यहाँ काम पनि गर्छ गाइस यहाँ हेरे काम गर्छु भनेर फेरि सबलाई थाल्छ क्या म हेराउनै खोजेको गाइस म यसको लागि मैले के भन्छ ओइ थाहा छ अरे म दोकानमा ओनाइरहेको थिएँ के भनौँ यसको दोकानमा पनि खानेकुरा त छ नै आइसक्रिम लगिदिउँ सोचेको थिएँ होइन आइसक्रिम पसल्दा हेर्दै थिएँ अनि फेरि ए यसको चकमा पनि त आइसक्रिम पाइन्छ होला भनेर सोध्न गएको त छैन लु आइसक्रिम त म त फ्यामिली प्याक लिनेवाला थिएँ म सोचिरहेको थिएँ कि त 1 बजे आएको छैन त्यसपछि हामी आन्टी चाहिँ जाने भनेर जाम तैँले अब हेर्नु पकाइसके मलाई आज
कति बेला खाऊँ भइसक्यो पकाउँदा तँलाई ऊ हुँदैन अघाउँदिन म त खान्छु हौ पकाउँदै खान्छु गाइस यहाँ रियाको रेसिपी करेन्ट टुपियो भने त्यहाँ के भन्छ सोयाबिनको मासु अनि यहाँ चटपट चटपटे खाएर लाग्छ करेन्ट खाएर लाग्छ कि गाइस यहाँ हेर्नु तपाईँहरूले म हाम्रो खानेकुराहरू हेराउँछु रियाले मेरो लागि पकाएर होइन यो आधी चाहिँ मेरो खाना है Great by Ria. रियाले पुगिहाल्छ होइन रिया गाइस यहाँ रियाले मलाई किनिदियो कफी कहिले खाँदैन त्यही अनि यहाँ हेर्नु गाइस हाम्रो के भन्छ केक अनि ब्राउनी अनि अब घर गएर पार्टी गर्छौँ रुक गाइस मलाई पुगाउन आउँदै थिएन होइन यो केटी जसलाई जबरजस्ती जाँदैछ होइन त्यत्रो टाढा केटिएम अनि यता पनि लगिरहेछ एक्लै जान्छ म त्यसलाई यहाँ चोकसम्म पुर्याउन जानु जबरजस्ती लग्दैछ आया तँलाई मैले बेसा लगाइदिएर त्यसको लागि पुस्तकाली चाहियो ल तँलाई बाजेको पेडा नाइ त पनि चाहियो गाइस हेर्नु मैले तपाईँहरूको जानुहुन्छ गाइस मैले होइन यहाँ सुन मलाई नबिर्सेर पुस्तकारी अनि बाजेको पेडा चाहिँ ल्याइदिनु ल मैले यसलाई के भनेको थिएँ मान्छेहरू म त नचिनेको चाहिँ नल्याइदिनु गाइस मैले के भनेको थिएँ यसलाई म भेट्न पाउँदिनँ अन्त पैसा छैन मसँग अनि त्यसरी यसलाई के भनेको थिएँ म तँलाई बाजेको पेडा लगाइदिन्छु भनेर यसले के भने मलाई चाहिँदैन अब चाहियो नि त यो आइ रिसाउँदै थिएँ गाइस यो रिसाउँदै थिएँ एउटै बेस्ट फ्रेन्ड छ ऊ पनि छोडेर गइहाल्छु लाग्दैछ म बेहुलाको खोजा बेहुलाको गइस भने त ताल त्यहीँबाट उठाएर ल ल गाइस म गएको बाई बाई गाइस एभरेस्टको बस आएको आएछ मलाई लाज लाग्छ बाई आया बाई काठमाडौँ आउनु अब भेट्न माछा हेराउँछु मैले मारेको माछा माछा अनि ए माछा माछा नै छ गाइस माछा नै छ तपाईँहरूलाई मसँग यति लुगा छ तर एउटा पनि लाउने भेट्दैन लाउने बेला पैकिङ हो रहा है गाइस यो मेरो सोनिका हो यो सोनिकाले मलाई गिफ्ट दिएको यो थ्याङ्क यू वेलकम गाइस